तपाईँको घर चाहिँ कता हो नि अनि सिस्टर तपाईँको घर चाहिँ कता हो नि मेरो धादिङ धादिङ हो तपाईँको नि मेरो रसुवा हो एउटा हो रसुवा रसुवा थाहा तपाईँलाई फर्स्ट टाइम सुनेको ला बोर्डर नजिकै हो आफूहरूको नजिकै पर्छ हौ ए हो धादिङ कुन ठाउँ भन्नु न मेरो सलेन धाद सलेन्टार हजुर कतिको टाढा छ हजुर धादिङ त धेरै ठुलो जिल्ला हो होइन कतिको टाढा छ धादिङबाट यहाँबाट कतिको टाढा छ अब त दाम भएन भने त 5 घन्टा पुग्छ भयो भने चाहिँ 6-7 घन्टा भयो भने 10 घन्टा लाग्छ है धादिङको मैले त्यो तिप्लिङ अनि रुबी भ्याली सोमदाङ गएको छु हो त म अलिक ठुलो भएर हो क्या तामाङ हो क्या तपाईँ भनेपछि तामाङ तामाङ होइन नि क्षेत्रीय छेत्री हो हजुर कसरी तामाङ होइन प्रायः मैले चाहिँ उतातिर अलिक धेरै हुन्छ क्या एक्सिडेन्ट भयो क्या हानेर गयो भन्छ त हानेर गयो एक्सिडेन्ट भएर रहेछ नि त के हुन्छ त्यही भएर भनिदिएको मैले गेस गरेको ए म त तामाङ हो बाहिर जाने प्रोसेसले गर्दा अरू जब छोडेर दिमाग खराब भने पुग्दैन अनि 18-20 हजारले त हामीलाई त मैले नै 16 हजारको काम त पास नगरेको अलि बरु तपाईँहरूले अलि लेडिजले अलिकति बचाउनुहुन्छ बिहान म किन एङ्गल यति सस्तो पर्छ खै अब यो एङ्गोले अब खर्च कम्पनीले त खर्च त धेरै गरेछ क्या बिहान म 10 बजे घाटसम्म आएको अनि 150 दिएको थियो कहाँबाट 150 कति धेरै मिलेको जन तपाईँले जहाँबाट उठाउनु भयो मलाई त्यहीबाट आएको म होइन म सनफ्लावरबाट जुन दिएको थियो त्यो दाइले होइन रेटमा चाहिँ कति देखाएर थियो अनलाइनमा चाहिँ मैले हेरिनँ कि म किन भन्छु म बस लागिरह होला भनेर आएको थिएँ एङ्गो बुक गर्छु भन्दै फेरि अनि बिर्सेर निस्किएँ कि अनि तल आएर अफलाइन ए अफलाइन आउनु भयो हो ए अफलाइन भयो त अलिक महँगै लिन्छ याङ्गो भयो भने त अलिक सस्तै पर्थ्यो होला तपाईँलाई अनि किन बुक नगर्नु भयो नि तपाईँले किन बुक नगर्नु भयो भने अनलाइन तपाईँलाई थाहै छैन हामी हरायो त कता भक्तपुर पो जानु यो बाटो आउनु भएको छैन उताबाट धेरै जाम हुन्छ त्यही भएर शेषमाथि होइन यो अब हरायो हामी दुईजना थाहा हुनुपर्ने हो उताबाट अलि धेरै जाम हुन्छ कि त्यही भएर ए म अघि त्यो एक्सिडेन्ट भएको थियो नि अहिले त्यहीँ थियो क्या म तपाईँलाई लिन चाहिँ म छेउछेउ पुल मुनि गएँ लोडसे मलबाट सिधै बस पार्कको छेउछेउ गएँ क्या मेन बाटो नछिर्कन छेउछेउ गएँ अनि त्यस तपाईँलाई पिकअप गरेँ तपाईँ विदेश जाने सोचमा हुनुहुन्छ कि कुन देश जाने हो नि स्टुडेन्टबाट होला होइन स्टुडेन्टबाट होला नि तपाईँहरू त भनौँ न कताबाट कस्तो मनै परेन त पानी नै छैन हामीलाई धेरै पानी चलाउनु पर्छ हो पानी कसरी पठाइरहनु भएको छ त घरपेटिकाले
यस्तो क्या मतलब खाने पानी त किनेर नै कपडा धुनु नहुने पानीहरू पनि मतलब पानी नै आउँदैन मैले त नुहाउँदा नुहाउँदै आइपुगेन अनि माथितिर खोलेपछि तलतिर नआउने तलतिर खोलेपछि माथि नआउने अब खोइ रुम त अलि काठमाडौँमा अलिक रुम खोज्नै गाह्रो हुने एउटा मात्रै सिङ्गल रुम है तपाईँ तपाईँ नि एउटा एक्लै बस्नुहुन्छ क्या हजुर एक्लै बस्नुहुन्छ ए तपाईँहरूले दिन्छ होला पाउँछ होला हामी छोरा मान्छेलाई त लास गाह्रो हुने क्या केटा मान्छेलाई त हातबाट रुम पनि नदिने बल्ल बल्ल अनि एकजना चिनेको थ्रुबाट मिलाइदिएको केको लागि पनि कामको लागि पनि चिनेकोबाट कोही भने नेपालमा त्यही हो विदेशमा नि त्यही आफ्नो मान्छे छ भने सजिलो भयो होइन चिनेको हुँदैन आफ्नो अलिक गाह्रो पहिला जानुभएको छ कि छैन जानु भएको छैन होला तपाईँ छैन मैले त गएँ नि साउदी गयो अब साउदी गएर 6 महिना जति भयो आएर 6 महिना जति भयो अब चाहिँ अब युरोपतिर भनेको खोइ युरोपले भन्दा हजुर छैन म त तर अलि टाइम त भयो तर चाहिँ अब एकचोटि चाहिँ लास्ट एकचोटि विदेश जान्छु युरोपै जान्छु भन्ने मेरो कन्सेप्ट हो अब खोइ के हुन्छ 6 महिना बितिसक्यो हेर्नु न साउदीबाट आएदेखि एप्लाई गरेँ अहिलेसम्म कहिले के भन्नु कहिले के भन्छ पहिला क्रोसिया हालेँ क्रोसिया रिजेक्ट भयो अहिले रोमानिया हालेको खै के हुन्छ नेपालमा बसेर काम छैन हजुर अब यसमा पैसा छ तर भविष्य छैन अहिलेको लागि चाहिँ दिनमा 2000-3000 चाहिँ हुन्छ कम्पनीबाट अलिअलि हुन्छ त्यही तर तपाईँहरूले त अलिक पाउँछ होला लेडिजलाई चाहिँ होइन हो काठमाडौँमा अब त्यही छ त्यही अब भोलि पर्सिबाट भनेर मुड चलेको दिनबाट जान्छ आज चाहिँ त्यहाँ बिहान गएर दिदीसम्म बसिरहेको अनि ब्याचलर नपढ्ने तपाईँ होइन पढेर अलि राम्रै सब्जेक्ट लियो भने त राम्रै हुन्छ कस्तो चिसो हो 50 होइन हस् म लास्ट हो होइन पर्दैन भयो हस् म नि यतै बस्छु क्या त्यही भएर हस्